जग्गा बेच्नुभन्दा पहिला एकचोटि माइतीमा सोध्नु न हुन्न? तेरो माइतीले दाइ दिए सम्पत्ति हो र तेरो माइतीले सोध्नुलाई हाम्रो जग्गा बेच्नु भने तर के मतलब? कस्तो छुच्चो बोली छ? दाइ जाउने धनीको छोरी बिहा गर्न त आफ्नो अनुहार पनि राम्रो हुनुपर्छ नि, चोर जस्तो त। के रे त्यसले त मलाई चोर भन्यो तैँले सोध्दै मलाई टापटिपी चोर भन्ने? ए के भयो के पनि हामी लोन सक्ने कुरा हो। यहाँ मोटरसाइकलमा बस्यो बेला रुनी होइन, पुलिसले केटी बेच्नु लगेर ठुल्ला मलाई घरमा गएर खाजा खानी बल पुग्छ अनि चिचे रुनी। हाँ, मैले एउटै मान्छेको 50 ओपनिङ जग्गा भेटे। म 6 करोड रुपियाँमा फाइनल गर्दैछु। म कसैसित पार्टनरशिप गर्दैन, म सिंगली लिने भए। ओके, उता आँगनमा गएर कुरा हो। ओके डन। आँगनमा गएर कुरा गाउँलेले सुन्छन्, आमा बुढीले भड्काउँछन्। तेरीमा चोर बद्री, मेरो पहिले बनाएको घर छाडेर कहिले सिंहदरबारमा लगेर राख्छु भने पनि बस्दिन, बुझिस्? म मरेपछि पनि मलाई अन्त कतै लग्नु पर्दैन, मेरै आँगनमा खाटो खनेर गाड्दिनु। यो सबै त्यही बुवाले सिकाएकी हो। कहाँ मरि त्यो? तेरो पोत आएको मुखमा क्रिम पाउडर दल्न नपुगेर मेरो पैको छाला बेच्न खोज्दैछस्? के कुरा गर्नुभयो आमाले पनि? मैले कहाँ सिकाएको हो र? मैले त नबेचौँ भनेर कति भनेको, उहाँले माने पो त। हेर्नुस् आमा, तपाईले मलाई टिभीमा देख्नुभयो होला। पहिले म मन्त्री थिएँ, अहिले तपाईको यो जग्गामा म 5 तारे होटल खोल्दैछु। कहाँबाट डाका मारेर ल्याएको पैसा होला अनि अर्काको मकै खाने बारी खोजी किन्न खोज्छौ तिमीहरू? अब बुढी मान्छे त्यस्तै हो नि हजुर। हेर्नुस् आमा, मैले सित्तैमा लिन लागे होइन, 6 करोड दाम हाल्दैछु। किन श्राप नहुन्छ बेकारमा? पैसा त हाल्छौ होला, तर त्यो पैसा कतिलाई मारेर कमाऊ होला, मुलुकलाई मारेर कुम्लायो होला। त्यत्रो पैसा सोझो तरिकाले कमाउन सक्छौ? कहिले यो बुढी माटो मुनि पुग्लिँदा आनन्दसँग बसुला। के भन्यो त्यस्तो? बुढी आमालाई पनि त्यस्तो भन्नुहुन्छ त? के भन्यो त्यो? 6 करोडको पकाले एउटा मान्छेलाई पनि त्यसो भन्नुहुन्छ? बुढी हेर्नुस् आमा, मान्छेले जति हामीले शराब छ उति नै हामी फलिफाप हुन्छौँ। यत्रो सम्पत्ति मान्छेले शराब पनि मैले कमाएको हुँ। हेर, तिमीहरूलाई मैले अहिले सरापेको श्राप नलागे पनि 7 पुस्तापछि पनि लाग्नेछ। तेरीमा डाका हो। यो जग्गा पास गर्ने काम छ नि बद्री, भोलि सक्दिहालौँ। बद्री, भोलि 10 बजे मालपोत कार्यालयमा पैसा लिनको लागि बोरा लिएर म पनि 10 बजे आउँछु, हजुर पनि ठ्याक्कै 10 बजे आइपुग्छु न। 5 करोड 93 लाख, 5 करोड 94 लाख, 5 करोड 95 लाख, 5 करोड 96 लाख, 5 करोड 97 लाख, 5 करोड 98 लाख, 5 करोड 99 लाख, 6 करोड। मेरो छोरा बाउलाई के बोलाउन? केही भएको छैन। 2-3 हजार भन्दा बढी नदेखेको मान्छे एकैचोटि 6 करोड देख्यो, मुर्छा पर्यो। मोजा सुँगाउनुस्, सबै ठिक हुन्छ। छोरा बाउ मलाई सुँग्नु चलाउन, मलाई सुँग्नुस् त, मलाई सुँगेर उठ्नुस् चलाउ त। के भयो? मलाई सुँग्नु छोरा बाउ। अरे कस्तो मजा गनाएको, भान्ता उड्न लागिसक्यो, जुत्ता लगाइदिनुहोस्। अब के रुन्छौ? अब तिमी बुढलाई पनि हिँड्यो भने तिमी मान्नौ, तिम्रो कर्म रहन्छ। तिमीलाई यस्तै छाप्रो चाहिँ महल भयो अरे, के गर्नु मैले? अब त यस्तो हुन्छ भन्ने थाहा पाएको भए त गर्भमा छला नै गर्भ तुइने औषधि खाएर म तँलाई जन्माउने थिइनँ। ठुलो भएर के नगर्ला भनेर झारफुक गरी देवी देवता भाको लिएर यत्रो भुसिक्रे बनाएको त आज बाउबाजीको छाला बेचेर हिँड्न लागि छोका। बुढी रुन्छे अब। ए सावित्री, ततानीमा हिँड्न त म गएँ, ट्याक्सी उडेछ बाहिर। ल आमा, अब कहिले के आउँछ, के गर्नु त? यस्तो बुढी आमाले छोडिजान लागि बद्री, पाप लाग्दैन? 6 करोड पाउँदाखेरि पाप लाग्यो? आमा, म त तपाईँको छोराको स्वास्नी न हो। स्वास्नी भएपछि लोग्नेले जहाँ डोर्यायो त्यही जानु पर्दो रहेछ। म बेला बेलामा भेट्न आइरहन्छु, तपाईँ राम्रोसँग बस्नु है आमा। पर्दैन भइगयो, पर्दैन, कोही पनि आउनु पर्दैन, कहिले पनि आउनु पर्दैन, कोही पनि आउनु पर्दैन मेरो घरमा। हजुरआमा, भैँसको छुट्टी भएको बेला तपाईँलाई भेट्न आउँछु है। मलाई तपाईँको असाध्यै माया लाग्छ। आमा, म जान्छु है।
मेरो गाडी एकपटक धकेलिदिनुहोस् न प्लिज ओके प्लिज एक्सक्युज मी तपाईँलाई मैले पहिले पनि देखा हो एक्सक्युज मी मैले पहिले पनि तपाईँको गाडी धकल दिएको हो ओ याद आयो बाइ द वे मेरो नाम हिस्की हो मेरो नाम बद्री हो तर तपाईँ त धेरै नै चेन्ज हुनुभएछ हेर्नुहोस् मसँग पहिले पैसा थिएन हिजो आज मसँग पैसा छ गाडी किनेको आफूले चलाउन आउँदैन अनि ड्राइभरको खोजीमा छु वाउ व्हाट अ ब्युटिफुल गाडी मन पर्यो एकदमै मन पर्यो हेर्नुहोस् मेरो पनि आजै ड्राइभिङ ट्रेनिङ सकेको बेकारमा तपाईँ किन ड्राइभर राख्नुहुन्छ मलाई पनि यस्तो गाडी चलाउने एकदमै सोख छ म तपाईँलाई सिकाइदिन्छु हेर्नुहोस् तपाईँ जस्तो सुन्दरीले मलाई गाडी चलाउन सिकाइदिनु भयो भनेदेखि म आफूलाई एकदम भाग्यमानी सम्झन्थे लिनुहोस् साथी